दिल्लीमा पुगेका द्रौपदीलाई उनी बिक्री हुन लागेको थाहा पाएपछि उनले बाँच्ने जुक्तिहरू रचिन् अनि उनैले त्यहाँ भएका 2 जना युवतीहरूलाई आफ्नो मोबाइल नम्बर दिइन्। त्यो मान्छेले चाहिँ त्यहाँदेखि चाहिँ त्यो केटीहरू चाहिँ केहीमा चाहिँ झगडा भएको थियो रहेछ। त्यहाँदेखि त्यो केटीले रिसले मलाई चाहिँ अलिकति मुख फुस्कायो त्यसमा। अन्त यो चाहिँ यस्तो थियो, यो चाहिँ उस्तो थियो भनेर मलाई भनिहाल्यो। माने कस्तो थियो? अब यो चाहिँ अब राम्रो काममा चाहिँ ल्याएको होइन, तँलाई बेच्नुको लागि ल्याएको भनेर चाहिँ अलिकति मलाई भन्यो। भन्दा चाहिँ अब मलाई मनमा झस्को पर्यो। त्यति बेला त कति उज्यालो हुन आँटेको थियो, अब 5 बजिसकेको थियो। अन्त त्यसो भन्दा चाहिँ मैले त्यो सरको नम्बरहरू पुरा, त्यो सरको नम्बर त के मैले घरको नम्बर चाहिँ त्यो केटीहरूलाई दिइराखेँ। त्यसो भने ठिकै छ, म बिहान यो मान्छेलाई चाहिँ अब अन्जान गरेर म यहाँबाट लिएर जान्छु, घर जाउँ भनेर जबरजस्ती लिएर जान्छु। अन्त तपाईँहरूले चाहिँ यो नम्बरमा मेरो घरमा फोन गरिदिनुहोस्। घरमा फोन गरेर चाहिँ मेरो यहाँ दादाहरू छ, अहिले त म फोन गर्न सक्दिनँ, बोल्न सक्दिनँ, किनकि मान्छेले उठ्यो भने मलाई उयो गर्छ भनेर चाहिँ मैले चाहिँ घरको नम्बर चाल्नमै दिइराखेँ त्यो केटीहरूलाई। ठिकै छ, तपाईँहरूले चाहिँ मेरो तर पिछा गर्नु, मलाई कहाँ लाँदो रहेछ। तर दिल्लीको मलाई थाहा चाहिँ थियो, तर र भए पनि पिछा गर्नु भनेर भनिराखेँ। नम्बर घरको दिइराखेँ, मेरो नम्बर पनि दिइराखेँ। मेरो नम्बरमा त अब कल गर्नु सक्दैन, त्यो मान्छे मेरो साथमा छ। अन्त घरमा कल गरेर चाहिँ भनिदिनु, दादाहरूलाई भनिदिनु, भेनाहरू थुप्रो थियो मेरो उता दिल्लीमै, सबै छ उतै नै। अन्त भनिदिनु भनेर मैले भनेको थिएँ। अन्त त्यहाँबाट चाहिँ म जब निस्क्यो उनीहरू पनि रेडी भएर पछाडि अटोमा साथसाथमै पिछा गर्दै थियो उनीहरू। टक्कै म मेट्रोमा चढ्ने बेलामा उनीहरूले घरमा फोन गरेर दादाको नम्बर मागे। दादाको नम्बर मागेर चाहिँ दादाले मलाई कल गरे, कहाँ छस् भनेर। म यस्तो यस्तो स्टेसनमा जाँदैछु भने न्यू दिल्ली स्टेसनमा लगेर चाहिँ प्लेटफर्म नम्बर 1मा बसेको थिएँ। अन्त मैले भेनालाई कल गरेँ छिटो यहाँ आउनु भनेर बोलाएँ। टक्कै भेना पनि आइपुग्यो। भेना आयो, भेनाको साथीहरू आउनुभयो। त्यहाँबाट चाहिँ पुलिसहरू ल्याएर त्यो मान्छेलाई चाहिँ पक्रेर चाहिँ त्यहीँनिरै न्यू दिल्ली स्टेसनकै छेउमा पुलिसलाई थानामा लगाइराखेर चाहिँ म उता फर्केँ दादाको साथमा दिल्ली। दिल्लीमा 2 जना युवतीले द्रौपदीलाई सहयोग नगरेको भए निश्चय नै द्रौपदी बेचिन्थिन्, तर तिनी बाँचेर आइन्। बाँच्ने सम्भावना थिएन। मलाई चाहिँ त्यति बेलासम्म थाहा थिएन नि त म किन ल्याएको त्यो मान्छेले किन ल्या। त्यो मान्छेले त्यहाँसम्म पुग्दासम्म मलाई विश्वास चाहिँ दिलाउँदै थियो, म यस्तो यस्तो काममा आएको, यस्तै छ, तँ सुर्ता नगरी बस, यो दिदीहरूसँग बस, यो दिदीहरूको बेहोरा बानी यस्तै छ, झगडा गर्ने यस्तै छ उस्तै छ भन्दाखेरि मैले सोचिरहेको चाहिँ यो दिदीहरू झगडा गर्दो रहेछ, यस्तो गर्दो रहेछ। अब मलाई चाहिँ पुरा त्यति साह्रो उयो चाहिँ थिएन, त्यो मान्छेमा सक चाहिँ थिएन। आफू त राजा चौधरीका हातबाट फुत्किएर बाँचेर आइन्, तर आफू जस्तै अरूहरू पनि थुप्रै बाँचेर फर्किएर आउन नसक्लान् र तीहरूलाई सचेत गराउँदै द्रौपदी आफै भन्छन्, अब म त अब यस्तो प्रकारले बाँचेँ होइन, यस्तो प्रकारले म त अब त्यो मान्छेले अब फसाउनुभन्दा पहिल्यै अब बाँचिहालेँ। म यस्तो प्रकारले अब हेल्पहरू पाएर बाँचिहालेँ। कसै पनि अब क्या अन्जान व्यक्तिले अब कसैले पनि नजानिकन क्या यस्तो गर्छु उस्तो गर्छु भन्ने विश्वास दिलायो भने चाहिँ त्यसमा चाहिँ डाइरेक्ट चाहिँ फसिनु चाहिँ भएन। अब त्यस्तो खालको क्या जोगिनुपर्छ, सोच्नुपर्छ पहिला के हो कसो हो, त्यो मान्छेको चाहिँ बारेमा चाहिँ पुरा जानेर मात्रै त्यो मान्छेसँग विश्वास गर्नुपर्छ। नभने अन्जान व्यक्तिसँग चाहिँ अब अचानक विश्वास दिलाउँदा अचानक के अब यस्तो यस्तो काम छ छिटाइज तँ यहाँ यसो गर उसो गर भन्दा त्यो गर्नु चाहिँ अब भएन। त्यस्तो चाहिँ अब गर्नु भएन। म भन्दा पिछेले अब म त अब जुन फँसेको थिएँ, फँसिसकेको थिएँ, अब त्यो अवस्थामा पुग्नुभन्दा पहिला चाहिँ तर म चाहिँ बाँचेँ। यस्तो प्रकारले बाँचेँ, मैले हेल्प पनि पाएँ। त्यसै कारण चाहिँ अब म पछि आउनेहरूलाई पनि भन्छु कि अब बाँच्नु, राम्रोसँगले याद गर्नु, ध्यान दिनु होइन। यस्तो प्रकारको व्यक्ति निस्किन्छ, आफ्नो गाउँ घरमा पनि निस्किन्छ यस्तो प्रकारले क्या निकाल्ने, ढाँटेर लाने, यता लान्छु यस्तो यस्तो गराउँछु भनेर आफ्नो गाउँबाट पनि निस्किन्छ। तर त्यो चाहिँ आफू होसियारी बस्नुपर्छ, होसियारी अब आफ्नो होइन भविष्यको लागि हेर्नुपर्छ। इज्जत कसरी बाँच्नु पर्ने, कसरी आफ्नो भविष्य चलाउनु पर्ने, त्यो चाहिँ अब क्या कसैले अब गाउँकैहरूले विश्वास दिलाउँदा पनि अब त्यति साह्रो सिरियस चाहिँ हुनु भएन। अब हो यसले मलाई यसो गराउँछ यस्तो गर्छ भनेर अब त्यसमा चाहिँ लाग्नु चाहिँ भएन। त्यसको निम्ति चाहिँ अब आफूले सतर्क रहनु पऱ्यो त्यसमा होइन। यो मान्छेले किन भन्दैछ, के कारणले भन्दैछ, अब त्यो चाहिँ अब जान्नु चाहिँ जरुरी छ।